ल हेर्नुहोस् साथीहरू, हामी यहाँ चाहिँ स्ट्रिममा छौँ बोटिङ गर्न। ल तपाईँ चाहिँ विनोद इन्जिनियर साहब, हजुर चाहिँ यहाँ 2 शब्द के भन्न चाहनुहुन्छ? साथीहरूसँग आउनु भएको छ, के छ? हेवातालमा ढुङ्गा त धेरैचोटि चढेको हो। हामी त्यतिबेला स्टिमर हामी फर्स्ट टाइम गर्दैछौँ। बहुत रमाइलो अनुभव हुँदैछ। यहाँबाट हामीले पालुवा त होइन तर स्याङ्जा पर्वत राम्रो छ नि फेरि। स्याङ्जा र पर्वतको डाँडा काँडाहरू स्पष्ट रूपमा हामीले अवलोकन गर्न सकिन्छ। हस्, धन्यवाद। तपाईँ आफ्नो 2 शब्द राख्नुभयो, त्यसको लागि धन्यवाद। धन्यवाद श्याम। हजुर हामी समक्ष यहाँ एउटा विद्यार्थी हुनुहुन्छ 12 क्लासमा अध्ययनरत। ल भन्नुहोस्, तपाईँहरू चाहिँ के भन्न चाहनुहुन्छ? तपाईँहरू चाहिँ आफ्नो 2 शब्द राख्नुहोस्। तपाईँ हाम्रो चाहिँ सविता मरासिनी हुनुहुन्छ, ल भन्नुहोस्। हामीले एक दिन रमाइलो लागिरहेको छ। एकदम मेरो शब्द त्यति हो। यता सब भिजिनु आफ्नो स्कुलको सूचना अधिकृत सामु आइसकेका छौँ। हामी चाहिँ प्रकाश पाण्डेसँग केही 2 शब्द सोध्न चाहन्छु। तपाईँ यहाँ आएपछि कस्तो फिलिङ्स गर्नुभएको, कस्तो महसुस गर्नुभएको? वास्तवमा भन्नुपर्दा म यहाँ पहिलोचोटि होइन, 3-4 पटक आएको। मलाई एकदमै मन पर्ने ठाउँ। मैले विद्यालयमा पनि हामी शैक्षिक भ्रमण कहाँ जाने भनेर सोध्दै गर्दा मैले चाहिँ पहिलो सिफारिस गरेको ठाउँ पनि यही हो। हामी चाहिँ अहिले गुल्मी पर्वत र स्याङ्जाको सङ्गम स्थल सेतीबेनी छौँ, जहाँ हाम्रो विद्यालयमा सञ्चालन भएको प्राविधिक जहाज सिभिल इन्जिनियरिङमा पढ्ने विद्यार्थी भाइ बहिनीहरूलाई पनि अवलोकन गर्ने अवसर मिल्ने भएको हुनाले हामीले यस ठाउँलाई अनुरोध गरेर आज हामी शैक्षिक भ्रमणको क्रममा यस गुल्मी स्याङ्जा र पर्वत जिल्लाको सङ्गमस्थल सेतीबेनी आएका छौँ। एकदमै रमाइलो भइराखेको छ टुरमा। यहाँ एउटा स्टिमरमा हामी अहिले एसियाकै सबैभन्दा ठुलो शिलालेख भएको क्षेत्रतर्फ प्रस्थान गर्दैछौँ। यहाँबाट करिब 4 किलोमिटर अगाडि त्यो शिलालेख रहेको छ, जहाँ बर्खामा त्यो शिलालेखलाई पुरै पानीले डुबाउँछ भने अहिले हिउँदको समयमा मात्र देख्न सकिन्छ। हामी चिसोसम्म जाँदैछौँ र पुरानो हिसाबले पनि एकदमै सुन्दर ठाउँ गुल्मी पर्वत र स्याङ्जाको सङ्गमस्थलले सेतीबेनी क्षेत्रमा तपाईँले देख्न सक्नुहुन्छ। दुईतर्फ पहाडको ठुलो खोजमा एउटा नदी बगिरहेको छ। यहीँबाट कालीगण्डकी जलविद्युत आयोजना पनि सञ्चालन भएको छ, जहाँ 150 मेगावाट क्षमताको विद्युत उत्पादन भइरहेको छ। तपाईँहरू संसारको जुनसुकै क्षेत्रमा चुनावमा हुनुहुन्छ, एकपटक यस ठाउँ